गुड मर्निङ टाइसितीलाई नमस्ते। आज चाहिँ म यहाँ हालीटारको गुम्बाहरू घुम्न आएको छु, लामपोखरी यताबाट। र आज म तपाईँहरूलाई यहाँबाट के रहेछ तपाईँहरूलाई देखाउँदै जानेवाला छु। हेर्नुहोस् है। गुम्बा छ, गुम्बाको पछाडिबाट चाहिँ आएर यो साइडमा हिँड्नुपर्छ है। एरो पनि दिइरहेछ हो। यहाँबाट उँधो आएर चाहिँ तल लामपोखरीको भ्युज देख्छ। त्यहाँबाट हेर्नुहोस् है। यहाँबाट चाहिँ तपाईँले अलिअलि देख्दैछ होला टक्कै। यहाँ चाहिँ यस्तो छ, चाहिँ यस्तो देख्छ। हेर्नुहोस् न, लामपोखरी तल छ, टुरिस्टहरू तल आउँदैछ। हेर्नुहोस् है, यो माथि यहाँ ऊ छ है। यस्तो छ है, हेर्नुहोस्। माथिबाट चाहिँ यसो गरेर आउँदैछ। माथिबाट चाहिँ यो खालको भ्यू देख्छ है। हेर्नुहोस् है, एकदम तल टुरिस्टहरूमा आइरहेछ। तल बोटिङ पनि गर्दैछ, तल बोटिङ पनि हुँदैछ। खेतहरू चाहिँ सिङ्गीको छ। र यो चाहिँ त्यो गरेर चाहिँ माथि यहाँ चाहिँ यस्तो छ, एकदम शान्ति प्रेयरहरू गर्नु पनि मिल्ने, एकदमै राम्रो। अब यहाँ हामी गुम्बा घुमिसक्यो र पछाडिपट्टि घुमिसक्यो र अब हामी तल लामपोखरी मुनि झर्दैछु। त्यहाँको भिडियो हेर्नुहोस् है। अब आज चाहिँ हामी लामपोखरीमा आइपुग्यो। माथिबाट झरेको लामपोखरी कस्तो छ म त्यो देखाउँछु तपाईँहरूलाई। यो लामपोखरी भइगयो। माछा चाहिँ एकदमै भरपुर छ। यस्तो छ, रातो माछा, माछाको बच्चा पनि पुरा रहेछ। ग्रुपमा हिँड्दैछ यहाँ। यो माछाको बच्चा चाहिँ एकदम ग्रुपमै छ हो। ए के खानेहरू। र यो हामी माथिबाट आएको, यहाँबाट चाहिँ हामी आएको। यहाँ पुग्यो। यहाँबाट चाहिँ यसरी घुम्ने जग्गाहरू छ, यस्तो गरेर घुम्ने है। यस्तो पुरा परसम्म छ। यसले गाडी राख्ने जग्गा टक्कै। र त्यहाँ चाहिँ क्याफेहरू छ। यहाँतिर के खानुहुन्छ, के माछाको लागि किन्नुहुन्छ है, यस्तो चिजहरू छ। यहाँबाट चाहिँ यस्तो टुरिस्टहरू आएर फोटो खिच्दैछ, बोटिङ पनि हुँदैछ।
यहाँ चाहिँ अब मेरो छोरा भान्जाको पनि भान्जा छ र उनीहरू घुम्न लागि लिएर आएको आज। कस्तो लाग्यो चलाउँदै? यहाँ चाहिँ सिटिङ एरिया र यहाँ यसरी छ। यहाँबाट चाहिँ अब यो एन्ड हो, परबाट आएको हामी। घुम्नु लागि यतापट्टि छ हो, यो यसरी म त अब गुम्बा घुमेको जस्तो गरेर एक चक्कर चाहिँ घुमिसक्छु। वक पनि हुने, हेल्थ पनि राम्रो हुने र घुम्नु पनि हुने। हेर्नुहोस् है, यति दामी छ वेदर पनि। माथि हल्का बादल लागिरहेको, यहाँ मान्छेहरू घुमिरहेको छ र यो साइडमा चाहिँ जङ्गल एकदमै दामी। आजको ब्लगमा यति नै। तपाईँहरूलाई कस्तो लाग्यो मलाई भनिदिनुहोस् र सधैँ म यस्तै ब्लगहरू लिएर आउनेवाला छु। त्यसैले तपाईँले लाइक गरिदिनुहोस्, सेयर गरिदिनुहोस्, सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनुहोस् है। अन्त त्यसै भन्दै नमस्ते टाइसिदिले। आजको लागि यति नै।